नमस्ते साथीहरू, म सीता कौचा लिम्बूको तर्फदेखि आज चाहिँ मैले गर्ने कामहरू देखाउन गइरहेको छु। बिहानै उठेँ हैन, अनि आगो सल्काएँ, पानी पकाएँ, चिया पकाएँ, अनि भैँसीलाई पानी खुलाइसकेपछि अनि भैँसी दुहुन तर्फ लागेँ। भैँसी चाहिँ एक हाते छ के, मलाई मात्र दिन्छ, गाह्रो छ। अनि मैले के काम गर्छु पुरै त मैले देखाएको छैन, सबै काम त अझै त्यो भन्दा नि धेरै गर्छु। सबै काम देखाउनु त अब सम्भव छैन, त्यही पनि थोरै थोरै कुनै काम चाहिँ मेरो दैनिकी देखाएको छु। मेरो भिडियो हेरेर साथ दिनु होला। हाम्रो गाउँको भिडियो पनि हेर्नु है, गाउँमा कुन काम गरिँदैछ भनेर। अनि सब्सक्राइब गरिदिनु होला। म पनि गर्छु सब्सक्राइब। भिडियो हेरेर माया गरिदिनु, सेयर गरिदिनु है साथीहरू। नराम्रो भए पनि माया गरिदिनु होला हाम्रो भिडियोलाई, अनि साथ दिनु होला, त्यही आशा गरेको छु। बिहानको खाजा खाइसकेपछि चाहिँ म भाँडा माझ्नुतर्फ लागेँ साथीहरू। अनि अब चाहिँ खाना पकाउन लागेको छु। आज चाहिँ तरकारीमा चाहिँ मासु छ हाम्रो।
हाम्रो बाख्रा साथीहरू त्यहाँ चाहिँ नानी छ, नानी पाठापाठी त्यहाँ भैँसी, हाम्रो भैँसी दुध पारा छ। अब चाहिँ सानो नानीहरूलाई चक्कर बनाउन जानु साथीहरू, चक्कर म्याला नानीलाई पाठाको नानीहरूलाई चोकर दिनु लागेको पाठापाठीलाई। यस्तै हो गाउँघर, कोही चाहिँ घाँस खाँदैछ, कोही चोकर खाँदैछ, उता माउहरू पनि उता चोकर खाँदैछ। मासुको लागि टमाटर, लोकल टमाटर। मासुको लागि प्याज र टमाटर काट्दैछु। आज ब्रोइलरको मासु पकाउँदैछु, तरकारी दाल र भात पाकिसक्यो। अब मासु पकाउने तयारी। ओहो, कति मिठो होला जस्तो छ है मासु त। मैले चाहिँ यो घाँस काट्नु लागेको बाख्राको लागि। अब चाहिँ कति गर्मी छ क्या बाहिर। हो मरे लास्तो गर्मी पो छ हो साथीहरू, कसरी पो हो। गर्मी पनि कति हो। मैले घाँस काट्न लागेको त बाख्रा पनि कराउँछ त हौ। थाहा पाउँदो रहेछ क्या हो। दिउँसो खाना खाए अनि बाख्रा कुखुरा भैँसीलाई घाँसहरू
घाँस पानी पुरै दिएर एकछिन आराम गरेँ साथीहरू। अनि साँझ 4:30 4:30 भएको थियो। त्यति बेला चाहिँ बारीमा मकै खन्न थियो। मकै दोहोऱ्याउने बेला भएको छ क्या हाम्रोतिर चाहिँ। हाम्रो चाहिँ अलि अब बेसी पनि होइन एकदम लेट पनि होइन, बिच ठाउँमा पर्छ। अहिले चाहिँ मकै दोहोऱ्याउने बेला भएको छ। अनि साँझ दिउँसोमा घाम हुने अनि साँझपख चाहिँ बारीतिर लागेँ। मकै बाक्लो भएको भएर मैले धेरै उखाल्नु पऱ्यो कि। अनि मकै उखाल्न गएको छ है साथीहरू, पुरा भिडियो हेर्नु होला। मकै खन्दा खन्दै पानी ठुलो पानी पऱ्यो। म त एकछिन त पानी खने अनि फेरि रुजेर घर आएँ। अनि घर आएपछि चाहिँ हात खुट्टा धुनतर्फ लागेँ साथीहरू। अब हात खुट्टा धोएपछि म खाना बनाउनतर्फ लाग्छु है साथीहरू।